र नमस्कार सम्पूर्णलाई, म विवेक राई र म एउटा आज विशेष कुरा के लिएर आएको छु भन्दा एउटा सिक्किमको एउटा छोरा भएर यो कुरा ल्याइरहेको छु तपाईहरुको अगाडि। कुरा के छ भन्दाखेरि हाम्रो प्राइभेट कम्पनी जति पनि प्राइभेट कम्पनी छ अनि हाम्रो यहाँ सिक्किमको लोकल मान्छेहरु सारै सिधा छ। अनि फर्स्ट प्राइभेटी हाम्रो जग्गामा बन्नेको कम्पनी हो नि हाम्रो मान्छेले पाउनु पर्छ। र यसमा कतै न कतै यो पार्टी पोलिटिक्सको मान्छेहरुले नि खेलाको हो कि हाम्रो मान्छेलाई छक्काको हो कि हाम्रै मान्छेहरुलाई नि दग्दी दिनु खोजेको हो कि के हो? यो के कुरा हो भन्दाखेरि एमएलए को रिक्वायरमेन्टहरु माग्छ कम्पनीमा गर्नेलाई। हाम्रो युवा दाजुभाइ दिदी बहिनीहरु जाँदाखेरि एमएलए को रिक्वायरमेन्टहरु माग्छ। मेरो सवाल छ, यो भैयाहरुले चाहिँ कहाँबाट लिएर आउँछ एमएलए को रिक्वायरमेन्ट? कि तपाईहरुले चिन्नुहुन्छ भैयाहरुलाई? एमएलए लाई चिन्छ तिनीहरुले पनि तपाईहरुलाई चिन्छ? तिनीहरु सब पसिरहेको छ, चप्पल लगाएर आउँछ, भोलिदेखि ड्युटी कुदिरहेछ। हाम्रो मान्छेहरुलाई चाहिँ एमएलए को रिक्वायरमेन्टले भन्छ। के तपाईहरुले हाम्रो मान्छेलाई नि हाम्रै मान्छेहरुकोबाट भोट पनि लिनुहुन्छ? हाम्रै मान्छेहरुकोबाट के हाम्रै मान्छेहरुलाई लठा बनाउनु खोजेको तपाईहरुले? साह्रो मन दुख्छ मलाई। आज पनि अहिले दुईजना भाइ चढेको थियो, भन्दै थियो कुरा, एमएलए को रिक्वायरमेन्ट लिएर आइज भन्छ अरे हो। अब उनीहरु वेस्टको मान्छेहरु, यहाँको एमएलए को रिक्वायरमेन्ट एमएलए अब कहाँबाट चिन्नु यहाँ? अनि भैयाहरु चाहिँ टाढोबाट आएर रिक्वायरमेन्ट लिएर आइराछ। के मैले जोतेको भने यत्रो भैयाहरु कहाँबाट आइराछ? यसको एन्सर दिनुपर्छ तपाईहरुले। कि चाहिँ हाम्रो मान्छेहरुलाई फर्स्ट प्राइभेटी हाम्रो मान्छेले पाउनु पर्छ। हाम्रो मान्छे हाम्रो जग्गामा बनिएको छ भने कम्पनी हाम्रो मान्छेले प्राइभेटी पाउनु पर्छ। के तपाईहरुले यति सारो लाटा सम्झेको? के हाम्रो मान्छेहरुलाई नचाउनु खोजेको? खै युवाले गभर्नमेन्टमा मात्रै उयो नगर्नुस् भन्छ, खै प्राइभेटमा गर्दा पनि यति सारो दग्दी किन? यो सवाल छ तपाईहरुलाई। एचआरहरुले लिएर आइज भन्छ अरे, कहाँबाट ल्याउनु? भैयाहरुले कहाँबाट ल्याइराछ? यसको जवाब दिनुपर्छ तपाईहरुले। यस्तो गरेर हुँदैन। अब हाम्रो मान्छेहरु पनि सिधा बसेर भएर हुँदैन। 1-2 रुपैयाँ थापेर चुप लाएर बसेर हुँदैन। हाम्रो भविष्यहरु बिग्रिँदैछ। फर्स्ट प्राइभेटी हाम्रो मान्छेहरुले पाउनु पर्छ। धन्यवाद।